सम्पूर्णमा नमस्कार, म प्रकाश विक। यति बेला हामी नवदुर्गा ग्रीन पार्क तुलसीपुर 9 नयाँ बस्ती दाङमा छौँ। सम्पूर्णमा आज 2082 सालको नव वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नमस्ते। आज नवदुर्गा ग्रीन पार्कमा पर्यटकहरूको चाप अत्याधिक रहेको छ। सबैलाई हार्दिकतापूर्वक ह्याप्पी न्यू इयर, सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। 2082 सालको यो नयाँ पर्वको रूपमा तपाईहरु सम्पूर्णलाई हार्दिकतापूर्वक पार्क अवलोकनका लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु। कस्तो छ दिदी, कस्तो लागिरहेछ पार्क? राम्रो लागिरहेछ। ल तपाईहरु सबैलाई ह्याप्पी न्यू इयर है। थ्यांक यू। एकदमै रमणीय ठाउँ रहेको छ यो नवदुर्गा ग्रीन पार्क तुलसीपुर 9 नयाँ बस्तीमा पर्छ। अंकल ह्याप्पी न्यू इयर। भागीराम अंकल नमस्कार। के छ, केही भन्नुपर्ने छ? आज विशेष नयाँ वर्षको शुभकामना साथसाथै यो ग्रीन पार्कमा सहभागी जति आउनु भएको छ यहाँ आज यति रमणीय छ। रमणीय उच्च एकदम धेरै राम्रो चाहिँ अवस्था देखिरहेको अवस्था पनि छ। त्यसले गर्दा यसलाई अलि प्रभावकारी बनाउनलाई, अलि यसलाई स्तरीय समिति गर्नको लागि यो विशेष यहाँको समिति, यो व्यवस्थापन समिति लगायत हाम्रो प्रकाश विक भाइको सक्रियतामा अझै यसलाई प्रभावकारी बनाउनको लागि केही सहयोग गर्नुपर्ने छ। केही गर्नुपर्ने कामहरू धेरै उदाहरणीय छन्। यसमा विशेष गरी चिल्ड्रेन पार्कको आवश्यकता छ र बस्ने व्यवस्था, यात्रुहरूको, यहाँ पर्यटकहरूको स्थल भएको हुनाले यसलाई चाहिँ अलिक व्यवस्थित रूपमा यहाँ अझै राम्रो चाहिँ प्रभावकारी बनाउनलाई मैले धेरै सहयोग अपेक्षा राखेको छु। धन्यवाद अंकल। आज अत्यधिक भिडभाडको अवस्था पनि रहेको छ आज यो पार्कमा। तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। दाइ नमस्कार। सञ्जन दाइ, ल ह्याप्पी न्यू इयर है सबैजनालाई। डस्टबिन उ त्यहाँनिर छ दाइ। एकजना हाम्रो एकदमै आत्मीय मित्र, एकदम दाइ पनि आज पार्क अवलोकनमा आउनु। के छ दाइ, ह्याप्पी न्यू इयर है। ल धन्यवाद। हजुरको लागि पनि धेरै धेरै ह्याप्पी न्यू इयर ब्रदर। शुभकामना छ सबैलाई ह्याप्पी न्यू इयर। नमस्कार। अनि एकदम के छ भन्नुपर्ने? यो एकदम रमणीय भइरहेछ यो पार्क। अब यसलाई अझ विकसित गर्दै यसलाई अलि राम्रो बनाउनु पर्यो। हस्, धेरै राम्रो छ। हस्, तपाईको सुझाव सल्लाहका लागि म अनुसरण गर्दै अगाडि बढ्न चाहन्छु। तपाई यो दोस्रो चोटि आउँदै हुनुहुन्छ? दोस्रो चोटि यो यहाँ आइपुगे म। सुधार भइरहेको अनुभव छ। पहिलो चोटि आएर आउने जस्तो लाग्यो अनि फेरि आएको। धन्यवाद। हामी माझ हाम्रा स्थानीय मेरा प्यारा मनबहादुर दाइ र काका हुनुहुन्छ। के छ दाइ, कस्तो छ आजको माहौल? ठिकै छ होइन? आज पर्यटकहरूको चाप निकै बढिया अनुभूति भइरहेछ अघि पछि भन्दा। धेरै राम्रो भएको छ नि। धन्यवाद। त्यसै गरी हामी माझ यस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 9 का वडा अध्यक्षजी हुनुहुन्छ। स्वागत गर्न चाहे। ह्याप्पी न्यू इयर दाइ। ह्याप्पी न्यू इयर। के छ, आज पार्क घुम्न आइरहनु भएको छ? हजुर आफ्नो फिल्ममै आउनु। पार्क घुम्न आइरहनु भएको छ, कस्तो अनुभूति भइरहेछ? पार्क बिस्तारै यो पार्क जबरजस्त रूपमा अगाडि बढेको छ र यसले एउटा आन्तरिक होइन बाह्य पर्यटकको रूपमा पनि यसको विकास गर्ने क्रममा वडा सरकार लागिरहेको छ र केही सामग्रीहरू बनिसकेका छन् भने केही सामग्रीहरू जस्तो बच्चाको खेल सामग्रीहरू अब आउने क्रममा छन्। लुम्बिनी प्रदेश पर्यटन कार्यालयबाट आउँदैछन् भने अब शौचालयको समस्या थियो, त्यो शौचालयको बन्ने तयारीमा छ। अब सायद मलाई लाग्छ अब भोलिदेखि नै त्यो शौचालयको काम बन्दैछ। बिस्तारै यो नवदुर्गा ग्रीन पार्क भन्ने यहाँ कसैले कल्पना पनि गरेको थिएन। तर यो नेपाल सरकारको एक वडा एक पार्क अनिवार्य भन्ने नीति छ। त्यो नीति अन्तर्गत हामीले आफ्नो वडामा पनि एउटा पार्क निर्माण गर्नुपर्छ भनेर हामी सुरुवात गरेका छौँ र यो पार्क आज जबरजस्त रूपमा अगाडि बढेको छ र यो पार्कले यस क्षेत्रका, यो पार्कका वरपरका बासिन्दाहरूको जीवन स्तरमा आमूल परिवर्तन गर्न सक्छ भन्ने हामीले अनुमान गरेका छौँ। धन्यवाद दाइ।
तपाईँ वडाको जनप्रतिनिधि अध्यक्ष भएको नाताले पार्कको लागि धेरै विशेष भूमिका निर्वाह गर्नुपर्ने हुन्छ, गर्नु पनि भएको छ। अझै यो पार्कलाई हामी अगाडि बढाएर जानेछौँ। आज नयाँ वर्षको उपलक्ष्यमा के भन्न चाहनुहुन्छ आम सम्पूर्ण आगन्तुक पर्यटकहरूका लागि? सर्वप्रथम त यो नयाँ वर्ष 2082 को पावन अवसरमा यस वडा नम्बर 9 वासी सम्पूर्ण आमबुवा दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णमा उत्तर प्रगति, उन्नति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सँगसँगै यो पार्कमा आउने आन्तरिक पर्यटकहरूलाई पनि स्वागत र सम्मान व्यक्त गर्न चाहन्छु र आगामी दिनमा जे अहिलेको स्थिति छ त्यो स्थितिभन्दा अझ फरक अनुभूति हुने गरेर अवलोकन गर्ने अवसर तपाईँहरूलाई दिनेछौँ भन्ने हामी प्रतिबद्धता पनि व्यक्त गर्छौँ। धन्यवाद दाइ, सम्पूर्णलाई धन्यवाद। ह्याप्पी न्यू इयर है सबैजनालाई। दिदीहरू सबैलाई नमस्कार, ह्याप्पी न्यू इयर है। कहाँदेखि आउनुभयो हजुरहरू घुम्न? ए 9 नम्बर बेलुवातिर? ल अङ्कल नमस्ते। तपाईँहरू सबैलाई चिन्छु क्या मैले, त्यही भएर त नमस्कार भने। जे होस् ग्रिन पार्कको रौनक बढ्दैछ होइन? ठिक छ, हस्। क्यामेराम्यान भाइ पनि तल्लिन्छ। के छ बाबु, आज कस्तो छ नयाँ सालको अवसरमा? के कसो छ? फटा खिच्ने मान्छेहरूको भिड छ होइन? के भन्न चाहन्छ तिमी? अब अरु पनि आउनु होला, हाम्रो पार्कमा घुम्नु होला होइन? यो मनोरम दृश्यको अवलोकन गर्नु होला भन्दै। भान्जी हेलो, के छ भाइ खबर? ठिक छ? पार्क कस्तो लागिरहेछ? अझै सुधार हुन्छ, यो सुधार हुने चरणमा रहेको छ। धेरै राम्रो भइसक्यो। धेरै राम्रो भइसक्यो, सुधार भयो। केही भन्नुपर्ने छ? ल ह्याप्पी न्यू इयर है मेरो तर्फबाट। थ्याङ्क यू। यो तपाईँहरूका लागि भनेर हामी यो कटेज निर्माण गरिरहेका छौँ, खाना खाजा बस्नको लागि। त्यसै गरी टोयलेट निर्माण, यो खाल्डो खनिएको छ, टोयलेट निर्माण पनि हुँदैछ। तपाईँहरू सम्पूर्णलाई हार्दिकताका साथ नवदुर्गा ग्रिन पार्क तुलसीपुर 9 नयाँ बस्ती दाङमा स्वागत गर्न चाहन्छु। धन्यवाद।